कानमा भनेर हुन्छ लिखित आउनु पर्यो नि। उहाँले बोल्ने तपाईँहरूले टेबल ठटाउने कार्यपालिकामा पहिलोचोटि बस्दै हुनुहुन्छ कि के हो? ठिक छ, एउटै कुरा दोहोऱ्याइराख्नु पर्दैन। ठिक छ, अरू केही छ? मलाई जति ठाउँ चाहिन्छ बाइक पार्किङ गर्दा पनि त्यति ठाउँ चाहिन्छ भनेपछि ठेला चाहिँ हटाउने पार्किङ गर्न दिने मिल्छ? संयोजक भएको विषय र यो विषय चाहिँ फरक छ। एउटै विषय हो नि। कसरी फुटपाथमा व्यापार गर्न चाहिँ नदिने, ठेला राख्न रोडमा नदिने, पार्किङ गर्न दिने चाहिँ कसरी मिल्छ त? राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो। प्रमुखज्यूले कसरी बुझ्नुभयो? मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन। केमा पार्किङ? मैले सडकमा कुरा गरिरहेको छु। सडकमा पाइँदैन पार्किङ गर्न। कानुनको त कस्तो छ भने जैविक रूपमा मान्छेको हकमा पछि जन्मिने कान्छो हुन्छ, पहिले जन्मिने जेठो हुन्छ भने जस्तै, तर कानुनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जो पछि जन्मिन्छ, पछि परिमार्जन भएको कानुन चाहिँ जेठो हुने, पछिको चाहिँ जो पछिल्लो जन्मिन्छ त्यो चाहिँ कानुन चाहिँ जेठो हुने पाएको कारणले त्यो के बोले भाइ? के बोले के जथाभावी बोले? सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त? खै त के त? सडक विभागको आफ्नै ऐन छ होइन, हामी उहाँसँग समन्वय गर्ने। सडक विभागको ऐन अनुसार हो त्यो। हामीले गरेको काम चाहिँ सडक विभागको ऐन अनुसार छ। हाम्रो संस्थाले किन काट्दैछ त्यो कानुनी कारबाही गरौँला नि त। कानुनी कारबाही ढिला होला, त्यहाँ काम पहिले भइरहेछ। काम त ठेका लगाए पनि काम भइहाल्छ नि। गर्ने हो, सुरक्षाको पहरामा विकास काम गर्ने हो, अनि त्यहाँको वडाध्यक्षलाई विपक्ष बनाएर काम गर्ने हो। तपाईँको वार्डमा कामै भएको छैन। तपाईँ 24 नम्बर वार्डमा भएको कामलाई तपाईँलाई किन यति धेरै समस्या हो त्यो चाहिँ बुझाउनुहोस् त पहिला। न्युरोलाई तपाईँ कि खण्डीकरण टुक्रा टुक्रा पार्नुहुन्छ? खण्डीकरण वडाले गरेको छ, सरकारले गरेको छ। तपाईँको गर्नुहोस् न, वडाध्यक्षले गरेको काम 22 वडाको वडाध्यक्षले गरेको काम गलत छ, त्यो च्यालेन्ज होला, स्वीकार छौँ म। तपाईँ च्यालेन्ज गर्नुहोस्, आज यो बैठकमा च्यालेन्ज गर्नुहोस्। 22 वडाले अहिलेसम्म गरेको यो जति पनि गरिबी छ गैर कानुन सम्बन्धी तपाईँ कानुन रूपमा जानुहोस्, तयार छु। तपाईँले प्रतिपक्ष बनाएर यहाँ यो सहर बन्दैन। तपाईँलाई के च्यालेन्ज दिने ल भन्नु? के कुरा भनिराख्नु भयो? के भनिराख्नु भएको छ? मैले न्यु रोडलाई माया गर्न नपाउने? म चाहिँ तपाईँ देशलाई माया गर्नु न, किन न्यु रोड मात्रै? देशलाई माया गर्नु। बोल माया हृदय खोलेर के हुन्छ र मसित बोले। यो संस्था भनेको चाहिँ हामी सबै दाजुभाइ जस्तै हो, यो परिवार हो। तपाईँले चाहिँ अब 22 र 24 यसो 24 को वडाध्यक्ष त्यही हुनुहुन्छ, उहाँले चाहिँदैन भन्नुहुन्छ भने रोक्ने काम होइन, त्यो सोध्ने काम तपाईँ हो। म किन सोध्ने? कस्तो कुरा गर्नुहुन्छ? तपाईँको वार्डको तपाईँ मलाई सोध्नु, मैले तपाईँलाई सोधौँला, कुरा छलफल गरौँ। अर्काको वार्डको तपाईँलाई के चासो? सोध्नुहोस् न। विनोद राज भण्डारीज्यू, तपाईँलाई फुटपाथ त्यहाँ बढाउन चाहियो सही छैन भन्नु पर्यो। उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा, मान्छे हिँड्न गाह्रो भयो। अब के गर्ने? के गर्ने उहाँलाई सोध्नुहोस् न। तपाईँ कसले प्रश्न? उहाँले त अब उहाँले बढाउने भनिसक्नु। 24 वडाको मैले के भनिरहेको छु, यो कुरा जनताको पक्षमा छ कि न्यु रोडलाई किन खण्डीकरण गर्ने? हामी न्यु रोडलाई किन टुक्रा पार्ने? न्यु रोडलाई टुक्रा पारेको टुक्रा पारेर बनेको थियो। न्यु रोडलाई टुक्रा पारेको निर्माण टुक्रा पारेर बनेको थियो। उहाँको वार्डमा उहाँको वडा भवन बन्दैछ। अब त्यो भवन पनि तपाईँलाई सोध्ने, अब भवन बनाउने कि नबनाउने भनेर। तपाईँ विषयान्तर नगर्नुहोस् न। विषयान्तर कुरै छैन। तपाईँ हेर्नुहोस्, तपाईँ विषयान्तर नगर्नुहोस्। हामीले पनि यो समाजको चिन्ता लिएर बसेको चाहिँ 35 वर्ष भयो।